हेलो गाइस, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म आफ्नो गाउँतिर पुगेर पनि यसो डाँडाकाँडातिर गएर जङ्गलतिर गएर यसरी गइराखेको छु। भिडियो अन्तिमसम्म हेर्नुहोला, लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला। पक्कै पनि गाउँघरतिरको याद आउँछ होला तपाईँहरूलाई पनि, देख्न सक्नुहुनेछ। यस्तो सुन्दर ठाउँ छ, शान्त वातावरण, प्राकृतिक सौन्दर्यता, साथसाथै जङ्गलतिर गाई बाख्रा चराउन आउँदाको यादहरू आउला। गाइस, मेरो पहाड, मेरो जन्मभूमि, मेरो जन्मथलो साइल गाउँपालिका डोटी, सुदूरपश्चिम प्रदेश। त्यस्तै छ गाइस, गाउँघरतिरको जिन्दगी रमाइलो हुने। पहाडहरू वर्णन कसरी गर्ने होला हो, यस्तो राम्रो छ पहाडतिरको सम्झना, यादले सताइरहन्छ। सो गाइस, आज म आइसकेको छु जङ्गलतिर। देखौ मेरो बकरी लौकी, बकरी बकरी देखो कैसे खा रहे। ये मेरे CAW काऊ है, CAW काऊ, CAW काऊ, प्रो काऊ। देखो ल, यस्तो राम्रो छ मेरो क्युटी बेबी कुटी। ले म चाहिँ मेरो गाईलाई यसरी घाँस पनि खुवाइरहेको छु। कस्तो मिठो गरेर खाँदैछु मेरो गाई। आइज, सानो कस्तो राम्रो छ यो है। यस्तो सानो बच्चा पनि कस्तो फटा छ यो। चोर हो क्या यो, चोर। कस्तो कस्तो गर्छ, कहाँ कहाँ जान्छ यो एक्लै एक्लै। बोलाउँदा मनै मान्दैन भने यसले। यस्तो छ यो साले फटा। हाय गर्ती मुनु, हाय गाइस, कैसे हो आप लोग? सब बोल 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 बोल। अब यो चाहिँ जङ्गलको फल गाइस, किरिमाडा। देख्नुहोस्, कसलाई थाहा छ हेर्नु होला, कस्तो मिठो हुन्छ यो। ल गाइस, आजको मेरो छोटो मिठो ब्लग यहीँ अन्त्य हुन्छ। तपाईँहरूलाई कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नु होला। राम्रो लागेमा लाइक कमेन्ट सेयर, सबैजनाले यति सेयर गर्नुहोस् कि यति सेयर गर्नुहोस् कि। एउटा शर्त राख्छु म तपाईँहरूलाई, कम्तीमा पनि 10K भ्युज पुग्नु पऱ्यो। त्यसपछि अरू भिडियोहरू पनि राम्रो राम्रो आउनेछन्, प्रतीक्षा गर्नु होला। म अब यो भिडियो यहीँ अन्त्य गर्न चाहन्छु। आजलाई बाई बाई, सबैले शुभ दिन। ओके, बाई बाई, टेक केयर।